लगाउनु पर्यो हेलमेट, नत्र यहाँ नेपाल पुलिस भन्दै कमेन्ट गर्न आउने मुझसे जल्नेवाला ज्यादा है इधर। हेलो नमस्ते गुड मर्निङ। के छ तपाईँहरूको खबर? सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। म चाहिँ धेरै दिनपछि आएको अवस्था छ है भ्लग लिएर। भ्लग त के भन्नु, यो नर्मल भिडियो हो। हल्का फुल्का कामहरू यताउताले गर्दाखेरि मैले बनाउनु पाइरहेको थिएन, अनि यही बाटो सधैँ हिँडिरहने कति बनाउनु भनेर हो। मौसम लभली सुहाना छ, कतिलाई च्यालेन्जिङ लागिरहेको होला, कति फेडी पनि सके होला च्यालेन्ज हान्नलाई मौसमलाई। मौसम चाहिँ दामी लागिरहेको छ मलाई, चिसो चिसो जे होस्। अब दसैँवाला भाइब आइरहेको के जुन हुन्छ नि, टक्क बिहान शीतल टाइपको होइन, अनि के भनौँ अब बनाएन जोस् बुझ्नुहोस् मिलाएर त्यस्तै आइरहेको। अनि यो चाहिँ हाम्रो हो बाटो। यहाँनिर छ सबै हरियाली भएको छ। गोडगाड पारेर पनि सकिसक्नु भएको छ धेरैले। आज लुकेको अवस्था छ हाम्रो के भन्छ देवचुलीको पहाड देखेको छैन। र साथीहरू मेरो चाहिँ लगभग लङ टुर फाइनल भइसकेको छ। धेरै भएको थियो कतै नगएको, यो बिचमा एकन टुकन हिँडिरहने हो, तर त्यसरी चाहिँ लङ चाहिँ गएन। अहिलेको चोरी चाहिँ यो एकदम लङ हुन्छ, सायद जान मात्र तपाईँको 800-900 किलोमिटर हुन्छ होइन, 800-900 किलोमिटर हुन्छ यो जान मात्रै। अप डाउनको मैले भने होइन, लङ एकदम लङ हुन्छ। फाइनल भइसकेको छ। मैले चाहिँ मेरो भाइ आउँदैछ, त्यही भाइलाई कुर्दैछु म होइन। मेरो भाइ आउँदैछ विदेशबाट, अनि भाइ र म जाने हो। 800-900 किलोमिटर जान मात्र। र यो टुर चाहिँ लगभग 10 देखि 14 दिनको हुन्छ, 2 हप्ता भनौँ न, त्योभन्दा धेरै पनि लाग्न सक्छ। अब 10 दिनभन्दा कमको चाहिँ हुँदैन, एकदम लङ हो। र भनिदिइहालौँ, हामीले चाहिँ एउटा स्कुटी र एउटा बाइकमा जाँदैछौँ। त्यही हो कुराकानी है। मलाई चाहिँ यो जोस् यसो अब भ्लग सुरु गरौँ भनेर हो। मैले भने मात्रै छु, फेरि गरेको छैन। तर अहिले चाहिँ प्रोपर टाइममा यसो भाइले गोप्रो सोप्रो लिएर आउँदैछ, 360 क्यामेराहरू। अन्दा मिल्यो भने ड्रोन पनि लिएर आउँछु जस्तो कुरा गर्दै थियो। अब ड्रोनको त हेरौँ, अब ड्रोन बाहिरबाट अलि ल्याङ गर्छ यहाँ, त्यही भएर फुफूलाई भेटेँ मैले। ड्रोन लिएर आउँछ दाइ भन्दै थियो। अब हेरौँ के गर्छ। गोप्रो र 360 क्यामेरा चाहिँ छ हामीसँग, र मसँग एउटा एक्सन क्यामेरा पनि छ, तर त्यसले अलिक क्वालिटी दिँदैन। अनि यो मोबाइलबाट खिच्न अलिक झाउ हुन्छ क्या। अहिले प्रायः धेरैले मोबाइलै युज गर्नुहुन्छ होइन खिच्नलाई, ठिक हुन्छ। तर मलाई यो मोबाइलबाट अलिक औरा लाग्छ क्या, त्यही भएर हो। अब लङ टुरको लागि प्रिपरेसन गर्दैछु मैले। ओहो, ठिक छ साथीहरू, अब त्यही बिचबिचमा सानोतिनो भिडियोहरू हाल्दै गर्छु, र त्यो गर्दै गरौँला है त। ठिक छ, म फेरि अब हाइवेतिर निस्किन लागेँ। लगाउनु पर्यो हेलमेट, नत्र यहाँ नेपाल पुलिस भन्दै कमेन्ट गर्न आउने मुझसे जल्नेवाला ज्यादा है इधर। त्यसैले म चाहिँ थोरै घरबाट यति टाढा मात्र आएको, त्यसैले नेपाल पुलिसलाई
त्यो गर्नु पर्दैन। अनि म सरी मामाहरू भन्न चाहन्छु, किनकि बिहान मलाई यो फ्रेस हावा खानु थियो जुन चाहिँ हेलमेटमा आउँदैन। त्यही भएर मेरो चिट चाहिँ नकाटिदिनु होला है त, लभली रिडमा ननिकालिदिनु होला मलाई, त्यही भन्न चाहन्छु। अहिलेलाई म हेलमेट लगाउन रोक्दैछु मामाहरू। अब थ्याङ्क यू सो मच, लभ यु।